त्रिपाठी किप्पर बसिरहेछ है। आमा यता फुटबल खेलिरहेछन् ठक्क म पनि फुटबल खेलेर आएको होइन। छाती दुख्यो कि लास्टै होइन, सास फेर्न सकेन। त्यो सड्की जस्तो भयो, पहिले सड्कियो नि त मेरो, अनि त्यही भएर यहाँ छाती दुख्यो कि सास फेर्न मिलेन, अनि बसेको म चाहिँ आएर होइन। त्यो ल म चाहिँ बल चाहिँ के खान्छ क्या, म चाहिँ साइड सब साइडमा चाहिँ भएको होइन। त्यो ल सो म चाहिँ यहाँ रेस्ट गर्छु, अब खेलिनँ होइन फुटबल भलिबल सलिबल। ठक्क छाती दुख्यो कि मेरो त त्रिपाठी यार, रन्डी बिहान होइन सड्किएर हो क्या पहिलाको। त्यही हावातालमा चाहिँ पाइँदैन बोल्न यार, यस्तो भयो होइन। यहाँ यस्तो पुरै सड्किरहेको क्या मेरो, त्यही भएर यस्तो सास फेर्दा नि गाह्रो भइरहेको, यहाँ दुखिरहेछ, पेन भइरहेछ होइन। त्यही भएर म अब त्यो स्पोर्टहरू खेल्दिनँ होइन। खेल्यो भने भलिबल मात्रै, यो फुटबल त खेल्दिनँ म यार। मलाई सेक्ला यार धन्न भाएको म यार, धन्न सेक्दै थिएँ केटाहरू। छाती दुख्यो यार मेरो त, छाती दुख्यो कि मेरो त सास फेर्नै सकिनँ, बस्थेँ म त। अनि टक्क त्यही यो यहाँ खेलिरहेछन्, मलाई सेक्दिनँ नि बेर लाउनु। यो हेर यो पोल हो, पोस्ट होइन। फेरि म यता पछाडि बस्दा मै सेकिम लाग्यो फेरि, त्यही भएर यताबाट हट्नु पऱ्यो होइन। यस्तो उतापट्टि छेउमा गएर बस्नु पऱ्यो। मुछीहरूको खुट्टै भाङ्गो छ। आउट हानेर सेकिदियो भने अनि यता नि बस्नु खतरा त खतरै हो होइन। और हम खतरे की खिलाडी ए गोल खायो। खेल टक्क हामी चाहिँ आइसक्यो है कलेजतिर। ओके चोकसँग छोडियो विपिनले, अनि यता आएको म सुलभ भेटिएर अनि सुलभसँग आएको है। त्यो ल आज चाहिँ उता सेङ्सा गौडे दिउँसोतिर दामी हो क्या आज। त्यही भएर जान लागेको पनि, अनि आइतबार आउने कहिले आउने हो? शनिबार काम हो र, शनिबार काम हो भयो भने मनी शनिबार भयो भने मनी शनिबारै आइदिनु पर्ला होइन, सँगै आउनु पर्ला। त्यही हो बेलुकातिर अब दिउँसो बस्न जानु पर्ला होइन गाउँतिर। त्यही हो ल गाइस टक्क म चाहिँ अब घरतिर हिँडेको होइन, गाउँतिर। अनि 1:30 भइसकेको छ, 40तिर आउँछ चोकमा बस होइन। त्यही भएर अब टक्क जानु पऱ्यो, 10 मिनटमा चोकमा पुग्नु पर्ने छ। त्यही हो, यत्रो सामान बोकेर हिँडिरहेको छु म चाहिँ होइन, यत्रो भारी बोकेर हिँडिरहेको छु। त्यही हो ल। अनि के सामान लिएर आइज भन्नुभएको थियो मम्मीले, त्यही भएर यहाँ सामान बोकेर हिँडिरहेको कि होइन। त्यो घाम लागिरहेको छ, यस्तो पोलिरहेको छ, चर्को घाम लागेर छ। अनि त्यो ल अब घरतिर जान आँटेको होइन, गएर बस कुर्नु पऱ्यो चोकमा गएर। कुर्नै पर्दैन होइन, ढिलो भएको छ, यसो कुदेर जानु पऱ्यो है। अब यसो गरेर बस चढेर बस्नु पऱ्यो। अनि उहाँ छोरेपाटनमा गएर रोक्छ, आधी घन्टा आधी त छोरेपाटनमै रोक्छ होइन। अनि त्यसपछि त्यहीँ बस्नु पर्ला खाजासाजा खाएर, त्यसपछि बल्ल जानु पर्ला होइन आरामले। ल त्यही हो ल, अहिले पछि भेटौँला है त ल। हातभरि सामान छ, यहाँ झोलामा नि सामान छ होइन, गरुङ्गो भएको छ होइन। त्यही हो ल, अहिले पछि भेटौँला, भ्लग हेर्दै गर्नु होला होइन। गाइजहरू टक्क म चाहिँ अब यतातिर आएको के अरे होइन, बस चाहिँ छ टक्क यतातिर खाजा खाना आएको म चाहिँ होइन। यसो खाजा खाना आइदिएको होइन, भोक लागेर। अनि टक्क यत्तिकै भिडियो एडिट गर्दै बस्छु त्यही खाजा खाँदै होइन टक्क। अनि अब चाहिँ गाडी हिँड्ने बेला भयो, गाडी नै खाली छ क्या, छैन क्या, रित्तै छ त्यहाँ। ए रहेछ त्यहाँ धन्न है, गाडी धन्न त्यहीँ रहेछ। म त यताबाट छेकिएर रहेछ होइन, गइसकेछ क्या, अस्तिको चाहिँ छुटेछ क्या भन्नुपर्ने होइन। त्यो बिरौटाबाट नि गाडी छुटिसकेको थियो, अनि त्यहाँबाट चाँडै आइदिएछ क्या बस आज फेरि। अनि त्यही भएर त्यहाँ बिरौटाबाट नगर बसमा सिटी बसमा चढेर आएँ। यहाँ चाहिँ यहाँ रहेछ बस, अनि यहाँबाट चढेको होइन। त्यही हो ल, अब टक्क अब बसतिर जानु पऱ्यो। अनि टक्क सामान त्यहाँ सिटमै छोडेर आएको छु के अरे होइन, सिट खाली नै होला, बसमा त्यस्तो मान्छे थिएन अहिले त। त्यही हो ल, अहिले चाहिँ अब टक्क बसमा चढेर बस्नु पऱ्यो, अब जाने बेला भइसक्यो। त्यही हो ल, अब घर गएर भेटौँला है, ब्लग हेर्दै गर्नु होला। टक्क गाइस है, टक्क पारामा हामी आइसक्यो है पोखराबाट। अनि
भर्खर ओर्लेर अनि त्यहाँ तल फिल्मकोमा बसेर चिया नास्ता गरेर आएको होइन, चिया बिस्कुट खाएर यसो आएको होइन। सो त्यहाँ बसेर आइयो, त्यहाँ स्याहाँ परिरहेको क्या उकालो हिँड्दा होइन। मुखमा चिकन चबाइरहेको छु अघि नैको उहाँ किनेको खाजा खाँदा फेरि। अनि यता चाहिँ बुवालाई कसैले लिएर आइदिएको क्या, आन्टीले पठाउनु भएको। लडिदिनु पऱ्यो, बुवा खुसी हुन्छन् होइन। मोमो लिएर आइदिएको बुवालाई, बुवा फेरि मोमो भनेपछि यस्तो खुसी हुन्छन् नि, त्यही भएर क्या पठाइदिनु भएको आन्टीले। त्यही हो, स्याहाँ परिवार हिँड्ने बानी नभएर क्या। अब पहिला बाइकमा हिँडिरहेको, आजकल हिँड्दा फेरि कस्तो स्याहाँ पर्छु क्या म भने। अनि टक्क पिङ रहेछ अझै पनि होइन। पिर्का चाहिँ निकाल्दै रहेछ क्या, पिङको पिर्का निक्लेर रहेछ, उस मात्र रहेछ होइन। अब निकाल्छ नलाग्यो पनि, अब दसैँ तिहार गइसक्यो होइन, त्यही भएर कस्तो स्याहाँ परियो। त्यही हो, पिङ छ पिर्का छैन होइन, त्यही हो ल। अनि यतातिर चाहिँ छ यस्तो पिङ चाहिँ, त्यो चौरेली पिङ चाहिँ छैन होइन। यो अब दसैँ तिहार सकियो, अब यो पिङ पनि निकाल्छन्। अनि यस्तै हो, खाली हुन्छ यहाँ चाहिँ। त्यही अब चाहिँ टक्क अब सरर घर जानु पऱ्यो, थकै लागिरहेछ। त्यही हो ल, अहिले घरको अस्ति भेटौँला है त ल। गाइस फाइनली म चाहिँ घर आइसकेको छु होइन। अब बुवालाई चाहिँ यहाँ टक्क मोमो लिएर आइदिएछु होइन। अब बुवाको टक्क रियाक्सन कस्तो हुन्छ हेर्दै गरौँ है ल। बुवा सन्चै छौ? आयो केही भन्दै नि त? ल आमा यता के ल्याइदिएछु कि बुवालाई म? मोमो। ए यस्तो भएछ यार, यस्तरी छ म त टक्क। आन्टीले पठाइदिनु भएको सरस्वती। त्यहाँ मिठाई अस्ति म्याक्सले लिएर आइदिएको, लिएर आएको मिठाई मुस्ताङ गएको छ नि त त्यो, त्यही हो मिठाई लिएर आइदिएको। यो बेलाउती रहेछ नि त, बेलाउती खाऊँ न अब। छैन र पाकेका बुवालाई थाल्नी ल्याइदेऊ त बुवालाई। टक्क त्यही हो ल। बुवालाई कतिको खुसी लाग्यो त नि मोमो ल्याइदिएर। ला ए ल खाऊ टक्क मिठो मानेर। चटनी हालेर खाऊ न बुवा, चटनी पनि हालेर खाऊ क्या मिठो हुन्छ। चटनी हालेर खाऊ मिठो हुन्छ। कप बेलाउती खानु पऱ्यो, भित्र रहेछन् यसो एउटा बेलाउती खानु पऱ्यो होइन। बिग यो भन्दा टक्क यो हरियो टाइपको खानु पऱ्यो टक्क होइन। एउटा हरियो टाइपको खानुपर्छ, मिठो हुन्छ। एउटा सुन्दर खानु त्यही हरियो खानु पऱ्यो। हरियोमा अलि गुलियो हुन्छ क्या, त्यो पाकेको चाहिँ अलि खल्लो टाइपको हुन्छ। फले छैन नला नि हाम्रो त अहिले, अलि ढिलो फल्ने हो क्या ए। सुन्तला त फले छन्, सुन्तला त फले छन्, बेलाउती चाहिँ फले छैन कि अहिले। त्यो त खान्न मैले, खाऊ तिमीले यति एउटा भयो हुन्छ खाऊ। अरू त खान्न म। यस्तो टाइपको मिठो हुन्छ क्या, हरियो टाइपको क्या, पाक्न लागेको। पाकिसकेको चाहिँ अलि खल्लो हुन्छ क्या, यस्तोमा रस हुन्छ क्या बल्ल मिठो गुलियो। ल गाइस टक्क फाइनली म चाहिँ घर आइपुगेँ होइन। घर आएर यहाँ टक्क मिठाई खाँदै हो, यस्तो यो गाई मिठाई होइन। म्याक्सले लिएर आएको, उहाँ मुस्ताङ जाँदा फेरि लिएर आएको मिठाई हो होइन। यहाँ पठाइदिनु भएको थियो, अनि त्यही खाँदै बसेको। अब टक्क बेलाउतीले पुरै रुखै नुगिसकेको रहेछ हाम्रो बेलाउतीको रुख यस्तो छ, फलिरहेको छ। अब टक्क बेलाउती खानुपर्छ होइन। अनि भोलि चाहिँ दाई छ, अनि यता चाहिँ हाम्रो केरा पकाउन राखेर रहेछ है, कहिले पाक्छ होइन। टक्क केरा बेलाउती सुन्तला टक्क जे छ होइन। त्यही हो ल। अब आजको भ्लग चाहिँ यति नै होइन। अब अरू केही पनि छैन देखाउनलाई, गर्नलाई, भिडियो गर्नलाई। अनि अब चाहिँ भिडियो एडिट गरेर बस्नुपर्ने छ बेलुका हाल्नुलाई।
अनि त्यही भएर ल आजको ब्लग यति नै गाइज होइन, यहीँनिर इन्ड गरिदिउँ होला। अनि च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। टक्क पारामा लाइक हान्नु होइन, एउटा सेयर पनि गरिदिउँ भने मिल्छ भने साथीहरूमा यसो सेयर गरिदिउँ भिडियोलाई। त्यही हो, माया देखाउनु पऱ्यो है, भिडियोलाई अन्तिमसँग हेरेर साथ दिनु पऱ्यो। त्यही भन्छु म, फेरि भेटौँला अर्को ब्लगमा है त गाइज। ल बाई बाई, टेक केयर। अब फेरि भेटौँला अर्को ब्लगमा, हेर्दै गर्नु होला है। ल